हामी खलङ्गा भन्दा वरपट्टिको उसमा चाहिँ हामी बसेको थियौँ। यहाँबाट यो तपाईँले देखिराख्नु भएको छ खलङ्गा वरपरको बजारको दृश्यहरू। अब हामी चाहिँ आजको दिन चाहिँ बिहान अब उठेर नुहाइधुवाइ गऱ्यौँ, फ्रेस भएर हामी चाहिँ यो अब यो बाटो हेर्दै सक्नुहुन्छ, यो अफरोड एकदमै अफरोड रहेछ। यो माथि चाहिँ डिग्रेसिनी देवी भगवतीको मन्दिर दर्शन गर्न गइरहेको छौँ। यहाँ माथि गएपछि त्यहाँ भगवतीको अलि माथि नै पर्दो रहेछ। यो बाटो चाहिँ अलि अप्ठ्यारो बाटो रहेछ गाडीको लागि, अब टु विलरलाई चाहिँ अलि अप्ठ्यारै बाटो रहेछ। यो अब बिस्तारै हामी यो बाटो भएर माथि जान्छौँ, मन्दिर दर्शन गर्छौँ। हामी मन्दिर हो माथि होइन, कता हो उता पारी संगम हो होइन ड्राइभर दाइ। मन्दिर जाँदाखेरि चाहिँ ओह्रालोमा त जस्तो पनि गइहालिन्छ नि। उकालोलाई हो नि त तनाव। फोर व्हिलर आउने खालको गाडी बाटो रहेछ यो, जबरजस्ती आइसकेर आउनु त ठिकै छ, जहाँसम्म जान्छ जाउँ। गाडी लैजान मिल्छ भने जाऊँ न, गाडी लिएर मिल्दैन। नि हजुरलाई राम्रो कहाँ आएको हामी? मन्दिर हो, पूजा गर्ने हो। गुड। कसरी पूजा गर्ने हो? कसरी पूजा गर्छौ भन त, भन कसरी गर्छ पूजा? नमस्ते गरेर ए प्रसाद यो कागजको रातो पहेँलो ए हामी त अर्को प्याकेट खोजिरहेको लौनु मेरो
हिँड्नुपर्छ त्यहाँबाट हामी आएको त्यो हाइटबाट बाफ रे बाफ फोटो गराए पनि हुन्छ फोटो भयो गरिराख भएन जाने डिग्री मन्दिर काली लैछ आउल गराइछ कोही छुनु हुन्न र हुन्छ तिमीले लोड्छ भनेर के डिग्रे मन्दिरमा आइयो हजुर डिग्री मन्दिर रुकुम पश्चिमको एकदमै फेमस मन्दिर टाढाबाट आउँदै रहेछ नि यहाँ मान्छेहरू हामी पनि टाढैबाट आइयो टाढै हो हामी नि चिन्ता गेट हो छिटो हाम्रो यसो यहाँ देखिन्छ नि ऊ त्यहाँ हेर्नु न त्यो छ नि त्यो गेट के हेर्नु न ऊ हाम्रो कुदाल छ अरे हमारा भान्जी एकजनाले बनायो ल रुकुम यो पछाडिको यो सबभन्दा लास्टमा देखिएको जुन पहाड छ त्यो चाहिँ रोल्पाको हो भन्ने बुझियो अनि त्यसपछि आएर अनि यो दुईटा चाहिँ रुकुमकै भयो अनि यो साइडतिर हो यो त्यो लास्ट पहाड देखेको भन्दा उतातिर चाहिँ तपाईको के भन्छ त्यसलाई सल्यान जिल्ला पर्यो अनि अब यतातिर हो यो डाँडा छ नि यो डाँडा काटेपछि उतातिर खोजबाट उतातिर गएपछि के देखिने भयो भनेदेखि नि यहाँ भन्दा उता हाम्रो जाजरकोट जिल्ला पर्दो रहेछ त्यहाँबाट चाहिँ यो भयो हेर्नुहोस्
रुकुमको नाङ्गो चिल्ला डाँडाहरू हेर्नु त कति हाइट हाइटवाला डाँडा छन्। हामी डिग्रे भगवती दर्शन गर्न आएछौँ। यो एकदम टप पोइन्टमा रहेछ। यो एकदम चर्चित मन्दिर भगवती देवीको मन्दिर हुने रहेछ यहाँनिर। अहिले चाहिँ पौष महिनामा पनि कुनै अवसर छैन, त्यही पनि मान्छेको यति धेरै भिडभाड छ कि यहाँ एकदम बलि चढ्ने रहेछ। यहाँनिर यो भ्यू पोइन्टको टाइपको बनाएर चाहिँ ट्याक्क मन्दिरबाट मासतिर म त्यो के रहेछ भनेर हेर्न आएको थिएँ माथि। यस्तो टाइपको यहाँ भ्यू पोइन्ट टाइपको बनाएर यहाँ एउटा चाहिँ स्पोट बनाएको रहेछ यहाँनिर। अब यतातिर हेर्नुहोस्, यो जङ्गल टाइपको छ। एकदम रमणीय दृश्यहरू देखिन पाइन्छ यहाँनिरबाट। प्रचार मान्छेलाई लागेको देवी के छ नि मलाई शक्ति बुद्धि ज्ञान दिनु। के मम्मी के गर्नु मजाले आशीर्वाद दिनु हुने रहेछ भने कि आशीर्वाद दिनुभएको प्लास्टिक चाहिने चिजहरू ड्याडीले फुटाउनु नम्बर ए केटाकेटी त्यसो नगर न अहिले हात काट्छ यो तिमी लौ यसलाई भित्र सराउने के बस्छ त हाम्रो उ त्यहाँ ऊ हाम्रो पानी उ गर्नु है रोक्नु है ल म यही छु बाबु, म यही छु के
यहाँ बाहिर टिका ठाउँमा ल डिग्रेसिनी साई मन्दिर भन्ने टिका लाउन आउनु होला म टिका लगाइदिन्छु बस्नु कृतज्ञ राजा यतातिर नानुहरू बाबु ज्वाइँ खै हाम्रो ज्वाइँ कता हराउनु भयो ज्वाइँ त उता हजुरलाई भन्ने फेरि त्यो चाहिँ रमाइलो रमाइलो ठिक छ बहुत पानी खाऊ नि त यहाँ पानी छ है चापा लेखेको बोर्ड छ कहाँ छ ए अनि त्यो चामा है जानु जानु मिड पोइन्ट यहाँबाट
के अरे कि राजमार्ग मध्य पहाडी आज जहिले दुःख गरेर धुनुभएको गाडी जस्ताको त्यस्तै भयो एयरपोर्ट है सर एयरपोर्ट बाबु हेर्न आएको यहाँ हेर्ने चाहिँ ठाउँ केही छैन पनि यहाँबाट देखिन्छ अब सानो छ भाइ एयरपोर्ट पनि यत्रो डाँडामा घर पनि त्यही छ भिडियो गर्दै हुनुहुन्छ म बोक्छु आऊ बोक न तिमी पहिला डराउँथेन है तिमी त डराउँथेन है अस्तिले सागामा त कस्तो मजाले ल भयो यो फोटोमा तिमीलाई के राखेर मात्र पुग्यो केही डर लाग्दैन त्यो गरम राखेको छ नि बान्नमा त्यो के हो के थियो ए कारागार हो यो एकतिर बस न दुईतिर भयो यहाँ माथि चाहिँ हाम्रो घरबाट सेरिङमा भयो नि ठिक हुन्थ्यो सजिलो ओरिसक्यो नि त्यो चाहिँ भएकै छैन नापजाप गरेर त लग्यो हामी नानी कहाँ गयो
किताब के ल हाम्रो फेरि दिनु ल